गाउँपालिका अध्यक्षबाट उपाध्यक्षको हातमा चाहिँ हामी देख्न सक्छौँ बजेट सिन्धुकुमा गाउँपालिकाको 35 करोड 37 लाख हस्तान्तरण भइसकेको छ र अब उपाध्यक्षबाट बजेट Sorry. Sorry. कोटि सम्पदाको आचला बिरहरू करागतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय धन्यवाद राष्ट्रियगान सँगै आजको यस सिन्धुकुमा गाउँपालिकाको 17औं अधिवेशनको दोस्रो बैठकमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत गर्दै यो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गर्न गएको छु। नीति र कार्यक्रममा रहेर बजेट विनियोजन हुने गरेर चाहिँ विभिन्न चरणहरू पार गर्दै बजेटको प्रस्तुतिको क्रमसम्म हामी आइपुगेका छौँ र त्यो क्रममा अब बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ कार्यसूची अनुसार र आगामी आर्थिक वर्ष 2082-83 को बजेट तथा कार्यक्रम यस सिन्धुकुमा गाउँपालिकाको गाउँसभाको यस सम्मानित सदनमा प्रस्तुत गरिदिनको लागि सिन्धुकुमा गाउँपालिकाको उपाध्यक्ष श्री रामबहादुर बस्नेतज्यूलाई म हार्दिक अनुरोध गर्छु। स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता विकास गरी नागरिक पहुँच अभिवृद्धि गर्ने, व्यावसायिक पशुपक्षी पालन त्यसको स्रोत विकास तथा संरक्षण सेवा तथा बजार व्यवस्थापनमा सहयोग पुर्याई उन्नत पशुपालन पेसालाई कृषक परिवारको प्रमुख आय स्रोतको रूपमा विकास गर्ने, सुरक्षित तथा स्वस्थ जीवन यापनका लागि खानेपानी तथा सरसफाई क्षेत्रको विकास तथा विस्तार गर्ने, कृषि उद्योग पर्यटन र सेवा क्षेत्रको उत्पादन प्रणालीमा विकास तथा विस्तार गरी लक्षित वर्गको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने, आधारभूत भौतिक पूर्वाधारहरूको विकास र विस्तार गरी आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने, विभिन्न जाति भाषा भाषी धर्म र संस्कृतिका साथै मौलिक र परम्परागत शिल्पकला र प्राकृतिक स्थलहरूको संरक्षण सम्वर्धन र विकास गरी समुन्नत समृद्ध स्वाधीन र समृद्ध गाउँपालिका निर्माण गर्नु, सार्वजनिक सेवा प्रवाहमा नागरिक पहुँच अभिवृद्धि गरी सुशासनको प्रत्याभूति गर्ने, बजेट तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरू शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रवर्धन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विकास मार्फत सामाजिक विकास गर्ने, कृषि पर्यटन उद्योग तथा वाणिज्य सहकारी वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्न, सडक तथा पुल
सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा जलविद्युत सञ्चार क्षेत्रको विकास पूर्वाधार काम गर्न महिला दलित आदिवासी जनजाति अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक लगायतका वर्गको संरक्षण क्षमता अभिवृद्धि र समावेशी विकासमा जोड दिने शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्धन गर्ने अब 2082-83 का लागि प्रस्तुत हुने वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका प्रमुख चुनौतीहरू र सम्भावनाहरू प्रस्तुत गर्न चाहन्छु। कार्यक्रम अन्तर्गत कृषि पशुपक्षी तथा मत्स्य तथ्याङ्क अद्यावधिक कार्यक्रम सञ्चालनका लागि सशस्त्र अनुदानबाट रु 5 लाख बजेट विनियोजन गरेको छु। अब 2081-82मा स्थापना भएका पकेट विकास कार्यक्रमको निरन्तरताका लागि सशस्त्र अनुदानबाट रु 6 लाख बजेट विनियोजन गरेको छु। रोग लाग्न नदिनका लागि व्यापक रूपमा खोप कार्यक्रमलाई निरन्तरता दिनुका साथै निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालनका लागि रु 2 लाख र औषधि खरिद तथा वितरणका लागि रु 10 लाख बजेट विनियोजन गरेको छु। पशु पक्षी विकास कार्यक्रम अन्तर्गत गाई भैँसी प्रवर्धन कार्यक्रमका लागि सशस्त्र अनुदानमा रु 5 लाख बजेट विनियोजन गरेको छु। र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्नका लागि सशस्त्र अनुदानबाट रु 3,36,000 बजेट विनियोजन गरेको छु। सामाजिक विकास क्षेत्र गुणस्तरीय शिक्षा प्रवृत्तिमैत्री कक्षा भन्ने मूल नाराका साथ सम्पन्न हुने गाउँपालिकाको शैक्षिक जागरण वर्ष 2082-83लाई कार्यान्वयन गर्नका लागि सङ्घीय विशेष अनुदानबाट रु 1 करोड 30 लाख र गाउँपालिकाबाट रु 2,50,000 बजेट विनियोजन गरेको छु। खेलकुद क्षेत्रलाई सिद्धकुमार गाउँपालिकाको पहिचानको रूपमा स्थापना गर्न अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्नेछ। यसका लागि रु 18 लाख बजेट विनियोजन गरेको छु। सामुदायिक शिक्षामा सबैको पहुँच सुनिश्चित गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि अध्यक्षसँग अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न रु 4 लाख विनियोजन गरेको छु। सामुदायिक विद्यालयका निजी शिक्षक बाल विकास सहयोगी र कर्मचारी व्यवस्थापनको लागि रु 1 करोड 81 लाख बजेट विनियोजन गरेको छु। सामुदायिक विद्यालयका छात्रहरूलाई निःशुल्क सेनिटरी प्याड व्यवस्थापनका लागि सशस्त्र अनुदानबाट रु 9,31,000 बजेट विनियोजन गरेको छु। सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क पाठ्य पुस्तक उपलब्ध गराउनको लागि सशस्त्र अनुदानबाट रु 22,35,000 विनियोजन गरेको छु। सामुदायिक विद्यालयका तोकिएका विद्यार्थीहरूको दिवा खाजाका लागि विद्यालयलाई अनुदान व्यवस्था मिलाइएको छु। यसका लागि सशस्त्र अनुदानबाट रु 52,31,000 बजेट विनियोजन गरेको छु। सामुदायिक विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदानका लागि सशस्त्र अनुदानबाट रु 20,90,000 बजेट विनियोजन गरेको छु। विद्यालयमा शैक्षिक गुणस्तर विद्युतीकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदानका लागि सशस्त्र अनुदानबाट रु 15 लाख बजेट विनियोजन गरेको छु। यहाँ सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि सशस्त्र अनुदानबाट रु 9,08,000 बजेट विनियोजन गरेको छु। र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम सञ्चालनका लागि रु 20 लाख बजेट विनियोजन गरेको छु। स्वास्थ्य प्रवर्धन र दिगो पोषण आहारको लागि अध्यक्ष र उपाध्यक्ष पोषण वितरण कार्यक्रम सञ्चालन गर्नेछ। यसका लागि रु 21 लाख बजेट विनियोजन गरेको छु। र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना कार्यान्वयनका लागि सशस्त्र अनुदानबाट रु 2 करोड 30 लाख र गाउँपालिकाको लागत साझेदारीबाट रु 80,11,500
62 रुपियाँ विनियोजन गरेको छु। पूर्वाधार विकास क्षेत्र क रोचर फलाटे सडक स्तरोन्नति तथा कालोपत्री सडक निर्माण गर्न सङ्घीय सरकारसँगको लागत साझेदारीमा रु 1 करोड 92 लाख बजेट विनियोजन गरेको छु। ख 1 नम्बर वडा कार्यालय भवन निर्माणको लागि रु 1 करोड बजेट विनियोजन गरेको छु। ग विभिन्न वडा अन्तर्गतका नियमित सञ्चालन हुने सडक मर्मत योजनाको लागि रु 11,40,000 बजेट विनियोजन गरेको छु। घ सुरक्षित आवासको लागि खरको छाना मुक्त कार्यक्रम सञ्चालन गर्नेछ, यसको लागि रु 30 लाख बजेट विनियोजन गरेको छु। चिप्ले धानेटाप्रा दार्दा पदमार्ग तथा प्रतीक्षालय निर्माण वडा नम्बर 1 को लागि प्रदेश सरकार सशस्त्र अनुदानबाट रु 30 लाख विनियोजन भएको छ। च रामली दह सडक निर्माण तथा स्तरोन्नतिको लागि प्रदेश सरकारको सशस्त्र अनुदानबाट रु 50 लाख विनियोजन भएको छ। 6 नौधारी माछकुलो सिँचाइ कुलो निर्माण कार्यको लागि प्रदेश सरकारको सशस्त्र अनुदानबाट रु 20 लाख प्राप्त भएको छ। ज ठुला सिम हुँदै खरी खोलासम्म सिँचाइ कुलो निर्माण वडा नम्बर 3 को लागि प्रदेश सरकारबाट सशस्त्र अनुदानको लागि रु 15 लाख बजेट विनियोजन भएको छ। ज दालिमबोट पक्की सिँचाइ कुलो निर्माण योजना वडा नम्बर 2 को लागि प्रदेश सरकार सशस्त्र अनुदानबाट रु 15 लाख बजेट विनियोजन भएको छ। त पटारे बगर सिँचाइ कुलो निर्माण योजना वडा नम्बर 1 को लागि प्रदेश सरकारबाट सशस्त्र अनुदानबाट रु 15 लाख बजेट विनियोजन भएको छ। त बस्न्यौरा खोलादेखि फागुने खोलीसम्म सिँचाइ कुलो निर्माण योजना वडा नम्बर 4 को लागि प्रदेश सरकारबाट सशस्त्र अनुदान रु 15 लाख विनियोजन भएको छ। सिस्ने बिरौटा सिँचाइ कुलो निर्माण वडा नम्बर 5 को लागि प्रदेश सरकार सशस्त्र अनुदानबाट रु 15 लाख बजेट विनियोजन भएको छ। ड सिद्धकुमार उज्यालो अभियान कार्यक्रम अन्तर्गत विद्युत विस्तार कार्यक्रमको लागि रु 20 लाख बजेट विनियोजन गरेको छु। वन वातावरण तथा वित्त व्यवस्थापन क्षेत्र वन वातावरण तथा वित्त व्यवस्थापन सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालनका लागि रु 3 लाख बजेट विनियोजन गरेको छु। संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास कार्यक्रमको लागि रु 4 लाख बजेट विनियोजन गरेको छु। संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्र सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालनका लागि रु 38,85,000 बजेट विनियोजन गरेको छु। गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलयुक्त बनाई गाउँपालिकाको दीर्घकालीन सोच उद्देश्य नीति र कार्यक्रम अनुरूप काम गर्ने वातावरण तयार गर्न कार्यविधि तथा सूचकहरूको आधारमा प्रोत्साहन तथा पुरस्कार प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छु। आदरणीय सभा अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरू, अब म नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु। 16 आगामी आर्थिक 2082-83 का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न 35 करोड 37 लाख बजेट विनियोजन गरिएको छ। 17 आगामी आर्थिक 2082-83 का लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु 31 लाखको राजस्व परिचालन हुने अनुमान गरेको छु। यसैगरी सङ्घीय सम्मानीकरण अनुदान बापत रु 7 करोड 2 लाख, सङ्घीय राजस्व बाँडफाँडबाट प्राप्त हुने आयबाट रु 7 करोड 15 लाख 49,285 रुपियाँ, सङ्घीय सशस्त्र अनुदानबाट रु 14 करोड 78 लाख, सङ्घीय समपूरक अनुदानबाट रु 96 लाख, सङ्घीय विशेष अनुदानबाट प्राप्त रकम रु 1 करोड 30 लाख,
आय प्राप्त हुने भएको अनुमान गरेको छु। त्यसै गरी प्रदेश सम्मानीकरण अनुदानबाट रु 83,49,000, प्रदेश राजस्व बाँडफाँटबाट प्राप्त हुने आयबाट 15,18,813 रुपियाँ 90 पैसा, प्रदेश सशस्त्र अनुदानतर्फ 1,82,37,000 र स्थानीय राजस्व बाँडफाँटबाट रु 2,95,901 रुपियाँ 10 पैसा आय प्राप्त हुने अनुमान गरेको छु। प्राप्त चालु आगको असार मसान्तसम्म खर्च नभई बचत हुने रकम रु 1 करोड रहेको अनुमान गरेको छु। साथै चालु आर्थिक वर्ष समाप्तिसँगै थप रकम बचत हुन गएमा यसै बजेटको अंश भई जाने बेहोरा समेत अवगत गराउन चाहन्छु। 18 आगामी आब 2082-83 मा कुल बजेट विनियोजन रु 35 करोड 37 लाख रहेको छ, जसमध्ये चालु खर्चतर्फ रु 27 करोड 12,30,000 अर्थात् 76.67% र पुँजीगततर्फ रु 8 करोड 24,70,000 अर्थात् 23.33 हुने अनुमान गरेको छु। 19 यस गाउँपालिका अन्तर्गत सङ्घीय सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकोले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमको स्रोत समावेश नगरिएको बेहोरा अवगत गराउन चाहन्छु। 20 आगामी आब 2082-83 को क्षेत्रगत व्यय अनुमान। अब म आगामी आब 2082-83 को कुल बजेट विनियोजनको क्षेत्रगत व्यय अनुमान संक्षिप्त रूपमा प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक विकास क्षेत्रतर्फ रु 1 करोड 72,70,000, सामाजिक विकास क्षेत्रतर्फ रु 1 करोड 26,24,098 रुपियाँ र 90 पैसा, पूर्वाधार विकास क्षेत्रतर्फ 5 करोड 40,20,000 रुपियाँ, संस्थागत विकास सेवा प्रवाह र सुशासन क्षेत्रतर्फ रु 38,85,000 रुपियाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु 6 करोड 59,901 रुपियाँ 10 पैसा विनियोजन गरेको छु। आदरणीय सभा अध्यक्ष महोदय र सभा सदस्यज्यूहरू, 21 करका दरहरू समेत उल्लेख भएको आर्थिक विधेयक 2082 तथा खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक 2082 स्वीकृतिको लागि यस सम्मानित सभामा पेश गरेको छु। 22 आगामी आब 2082-83 का राजस्व नीति। अब म आर्थिक वर्ष 2082-83 का लागि राजस्व नीति प्रस्तुत गर्न चाहन्छु। नेपालको संविधान 2072 तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 ले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही कुल बजेटमा आन्तरिक आम्दानीको अंशवृद्धि गर्दै लैजाने गरी करको दरमा सामान्य परिवर्तन तथा करको दायराको व्यापक उपयोग गर्ने नीति लिएको छु। आन्तरिक राजस्वका दायरा विस्तार गरी राजस्व छुवाओट नियन्त्रण गर्न सम्पूर्ण वडा कार्यालयहरूमा अनिवार्य रूपमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रमा थप भएको राजस्व मोड्युल लागू गरी नियमित राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ। राजस्व सुधारका लागि राजस्व सुधार कार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। स्थानीय बजार क्षेत्रमा दर्ता तथा नवीकरणको दायरामा आउन नसकेका सबै व्यवसायहरूलाई नियमित बजार अनुगमन तथा नगर प्रहरी परिचालनका माध्यमबाट दर्ता तथा नवीकरण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ। रोडा ढुङ्गा गिटी बालुवा 72 विज्ञापन कर मनोरञ्जन कर आदिको दर तथा दायरा विज्ञ समूहबाट अध्ययन गराई राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाइनेछ।
छ। गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण घरहरूको अभिलेखन गर्न व्यवस्था गरिनेछ। गाउँपालिका क्षेत्रभित्रका व्यापार व्यवसाय तथा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारका आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यापार व्यवसायलाई करको दायरामा ल्याइनेछ। झमा विद्यमान राजस्व नीति कार्यक्रम, आर्थिक व्यय, करको दर रेट, राजस्व सङ्कलन, राजस्व प्रशासन, संस्थागत व्यवस्था, आय स्रोतको सम्भावना र यथार्थ सङ्कलनको फरक पहिचान, समीक्षा, विश्लेषण गरी सुधार गर्दै लगिनेछ। 23 हामीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेटबाट गाउँपालिकाका आधारभूत आवश्यकताहरू परिपूर्ति गरी जीवनस्तर गुणात्मक सुधार हुँदै जाने, गाउँपालिकामा उपलब्ध सीमित स्रोत साधनको उच्चतम उपयोगिताबाट गाउँपालिकावासीको आर्थिक उन्नतिमा टेवा पुग्ने र वञ्चितमा परेका वर्ग, क्षेत्र तथा समुदायहरूको विकासमा मूल प्रभावीकरण भई समावेशीकरणको प्रबन्धन मार्फत स्थानीय लोकतन्त्र सबलीकरण हुने विश्वास लिएको छु। आदरणीय सभा अध्यक्ष महोदय एवं सभा सदस्यज्यूहरू, 24 उल्लेखित बजेट कार्यान्वयनको लागि समग्र सहभागितात्मक पद्धतिबाट बस्ती गाउँ टोल हुँदै गाउँपालिकाबाट तय भएका अनुसूचीमा उल्लेखित आयोजना तथा कार्यक्रम र विनियोजित बजेटमाथि छलफल तथा स्वीकृतिको लागि अनुरोध गर्दछु। 25 अन्तमा अब 2082-83 को वार्षिक बजेट तथा कार्यक्रमहरू तयारीको क्रममा विभिन्न चरणमा आफ्नो अमूल्य सुझाव र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण जनसमुदायहरू, राजनैतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाका अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सम्पूर्ण सदस्यज्यूहरू, गाउँसभाका सदस्यज्यूहरू, अहोरात्र खटिएर काम गर्न हुने राष्ट्रिय सेवक कर्मचारीहरू, गैर सरकारी संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, पत्रकार मित्रहरू लगायत अन्य सम्पूर्ण सरकारवालाहरूमा समेत हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हार्दिक धन्यवाद। नमस्कार। 2082 साल असार 10 गते मङ्गलबार। सम्पन्न भएको समापन भएको जानकारी गरिदिनको लागि म सिद्धकुमार गाउँपालिका अध्यक्ष भरत गिरीजीलाई अनुरोध गर्दै यहाँ समक्ष बिदा चाहन्छु। नमस्ते। धन्यवाद। सिद्धकुमार गाउँपालिकाको 17औं गाउँसभाका सञ्चालक सचिव सिद्धकुमार गाउँपालिका प्रमुख प्रशासकले अधिकृत ढिले गर्दै जाउँ। यस सभाका सम्पूर्ण सभा सदस्यहरू र सिद्धकुमार गाउँपालिकामा आबद्ध सम्पूर्ण कर्मचारी मित्रहरू, यहाँ सम्पूर्णमा यस सिद्धकुमार गाउँपालिकाको 7औं गाउँसभामा सम्पूर्णलाई म सिद्धकुमार गाउँपालिका अध्यक्षबाट नमस्कार। सबैलाई चासोको विषय रहने गाउँपालिकाको बजेट कति आयो भनेर चोकमा गल्लीमा हुँदै भट्टी प्रोसेसमा पुग्ने बजेटको बारेमा व्याख्या विश्लेषण हुने। हामी कतिपय ठाउँमा चोकमा बस्दा हामीले सबैका सहकर्मी अध्यक्ष उपाध्यक्षहरूले पनि हामीलाई सोध्नुहुन्छ तपाईँको पालिकामा कति बजेट आयो। हामीले त भन्नै पर्यो, बाध्यता छ। किताबमा जति त्यति बजेट भन्नु पर्यो। बजेट आयो 35 करोड 37 लाख। 35 करोड 37 लाख बजेट। वा त्यत्रो बजेट छ। आज कति पनि सोध्न सक्नुहुन्छ भने 5% पो आउँछ होला है अध्यक्षलाई। ल हेर्नुहोस्, त्यतिसम्म हाम्रो गाउँ समाजमा कुरा निस्किन्छ। 35 करोडको 5% गाउँपालिका अध्यक्षले खान्छन् कि उपाध्यक्षले खान्छन् कि वडा अध्यक्षले खान्छन् कि। अहिले तपाईँले भर्खरै उपाध्यक्षले बजेट भाषण गर्नुभयो। शीर्षकमा चुनेको तपाईँको सशर्तमा कति छ, चालुमा कति छ,
पुँजीको कति छ सम्पूर्ण बढी बजेट त तपाईँहरूले सेवा गर्ने तलब खाने भने पैसा छ तपाईँहरूले हाम्रो गाउँपालिकाका कर्मचारी मित्रले खाने तलब कमिसन पनि हुँदैन कतिपय ठाउँमा हामीलाई त्यसरी आरोप लागे पनि गरेका छन् बजेट जुन हाम्रो 82-83 को बजेट आयो अहिले हाम्रो करिब गत वर्षभन्दा 1 करोड थप बजेट आएको छ हामीसँग जनप्रतिनिधिको पनि इच्छा चाहना धेरै थियो होला उपाध्यक्षले अहिलेसम्म पनि बजेट ल्याउनु भएको थियो हामीले निर्माण गर्दै गर्दाको बजेट अझै 1 करोड घाटामा छ आज कतैबाट नराम्रो के गत वर्षको अन्य आवश्यक भनेर हामीले बजेट बनाएका छौँ स्थानीय सरकार चलाउने क्रमको बजेट हो यो बाहिर भन्ने बेला पनि योजना छन् कस्ता छन् भन्दा पनि देखाउन नमिल्ने त्यो हामी जनप्रतिनिधिका पीडा हामी तपाईँहरू कर्मचारी जनप्रति धेरैलाई सुनाएर पनि काम छैन एक बजेट ल्याउन कतिपल्ट सुर्खेत जानुपर्छ कतिजना नेताको चाकरी गर्नुपर्छ तर यहाँ बजेट आयो कसरी आयो किन आयो फलाना उडामा आयो फलानाले हालेको क्या फलानाले ल्याएको क्या भन्दैन यो बजेट सम्पूर्ण हाम्रो कार्यपालिका सदस्यहरूले ल्याएको छ कार्यपालिकामा जुन निर्णय गरेर जान्छन् जुन माग गर्छन् त्यो आउने हो यहाँ कतिपय हामी अब नामै पिटाएर भन्ने बेला भनौँला म त्यस्तो ठाउँमा कहिले त्यस्तो अवसर मिल्छ भने अहिले संयोगवश मेरो वडामा बजेट बढी गयो तर त्यो के छ भने मैले अहिले पनि प्रमाणित गरेँ त्यहाँ मैले आफ्नो मेरो कार्यकर्तालाई फोन गरेँ हाई मार्क्स लायक 25 लाख रुपियाँ भनेर आएको छ त्यो 25 लाख रुपियाँ कसैलाई वडामा बढी लग्यो कि के अध्यक्षले भन्ने भ्रम होला मैले अहिले उहाँको फोन गरेर 25 लाखले हाई मार्क्स लायक 3 वटा भन्छन् त्यो मोहला बनाएर आएको छ हामी नेपालगञ्जको मेयर साहबले बनाउनु भएको छ मैले त्यहाँ पनि सम्पर्क गरेँ त्यो 25 लाख रुपियाँ छापेर घोषणा गर्नको लागि हो अहिले फेसबुकमा लेखेर 25 लाख रुपियाँ त्यो जोडेर मुखमा बजेटको बढी गयो भनेर लेखेका छन् मैले आफ्नो अध्यक्षलाई मेरो एउटा खानेपानीको धारमा यो 1 लाख रुपियाँ लागेको छैन मेरो व्यक्तिगत रूपमा यो पानी खानु छ भने पनि ठिकाना छैन कहाँको पानी खानु पर्यो कहाँ घर बनाउनु पर्यो कहाँ बस्नु पर्यो थाहा छैन मेरो व्यक्तिगत सिँचाइ पनि छैन मेरो व्यक्तिगत पोखरी बनाउनु छैन मैले मागको आधारमा कहाँ के आवश्यकता छ भनेर सम्पूर्ण जनप्रतिनिधिसँग म नजिक भएको छु कर्मचारीसँग नजिक छु हिजो मात्रै मैले 2 जना जनप्रतिनिधिलाई मैले फोन गरेको थिएँ हाम्रो 2 नम्बरको लक्ष्मीले वडामा हुन लाग्यो अहिलेसम्म 7 चोटि भएको थियो उहाँको योजना मैले पहिले नै टिपिदिसकेको थिएँ तर त्यो योजना उडाइसकेको टिप्नु पाइरहेछ सबैको उहाँको हामीले माग सम्बोधन गऱ्यौँ यस्तो योजना पाउने कुरामा पनि प्राथमिकता आवश्यकता हेर्नुपर्ने हुन्छ व्यक्तिगत रूपले योजना हाल्दाखेरि जनप्रतिनिधिलाई पनि समस्या आउने हाम्रो आवश्यकता छ हामीले कहाँ कुन योजना हाल्दाखेरि हाम्रा जनताहरूले त्योबाट सेवा लिन सक्छन् त्योबाट सेवा बढाउन सक्छ यदि योजना हाल्ने कुरा त हाम्रो पुस्तक रहने यिनी पुस्तक 20 वर्ष 50 वर्ष पछि टिक्ने संरचना हुन् त्यो हुनाले बजेट बनाउनको लागि अहिले हाम्रो जो बजेट बनेको छ यसमा वडावासीहरूलाई विशेष धन्यवाद दिन्छु यहाँले प्रत्येक वडा बस्तीमै गरी ल्याउनु भएको योजना होला कतिपय ठाउँमा अब योभन्दा पहिले कुरा गर्ने बेला नि ढोरचौरमै सिद्धकुमा गाउँपालिकाको योजना बन्थे तर अहिलेको हाम्रो अध्यक्षहरूले प्रत्येक टोलमा पुग्नु भएको छ हामीले सकेसम्म सबै विद्यालय सबै टोललाई पुग्ने गरी बजेट विनियोजन गरेका छन् मैले हिजो हाम्रो सबै बजेट बनिसकेपछि लगभग 1 करोड घाटामा छ अध्यक्ष अब यसो हाकिम साहबले भन्नु 50-55 लाख बचेको छ के गरेर भनेर मैले एउटा मात्रै कुनै योजना नहालेर प्रत्येक वडामा 2टा 3टा अध्यक्षलाई जनप्रतिनिधिलाई फोन गरेर योजना इन्ट्री गरेको छु अब बजेटलाई अन्यथा जो हाल्नु भएको छ यो मैले 35 करोड 37 लाखको बजेट उपाध्यक्षलाई हस्तान्तरण गर्ने बेला मैले बोल्नु कुरा मैले भनेको थिएँ उपाध्यक्षलाई नै भनेको थिएँ बजेट सदुपयोग होस् दुरुपयोग नहोस् अहिले हाम्रो यो वर्षमा हाम्रो कतिपय योजनाहरू दुरुपयोग भयो भनेर बजेट फ्रिज गएको छ त्यस्तो बजेट नलिदिनु होला हामीले 1 रुपैयाँ 2 रुपैयाँ कहाँबाट बचाएर अर्को योजना बनाऊँ भन्ने हामी छन् लगभग अब हाम्रो उपाध्यक्षले अस्ति घोषणा गर्नुभएको छ 22 महिनामा कुनै गठबन्धनमा छौँ मिलेर काम गर्नु भन्नुभएको छ हैन हामी मैले पालिकाको 1 रुपैयाँ कतै बस्छ कि भनेर कतिपय जनप्रतिनिधि देख्नु भएको छ नि पाक्सो छिमेकीले के यही शारदा छिमेकी नगरपालिकाहरूले स्वकीय सचिव राख्नु भएको छ डायरी पकड्ने क्यामेरा पकड्ने मान्छे त मलाई पनि आवश्यक थियो नियुक्ति गरेर मैले पनि त सक्थेँ मैले यो पालिकाको बजेट यसरी नेपाल सरकारको बजेट हिनामिना गर्नुहुन्न
4 लाख रुपियाँ लिउँ, मैले 2टा मान्छे राखेर वार्षिक 8 लाख रुपियाँ जान्थ्यो। मेरो कार्यकाल 5 वर्ष त 8 पंचे 40 लाखदेखि 50 लाख रुपियाँसम्म मेरो 2 लाख क्यामेरा बोक्ने मान्छे जान्थ्यो। 40-50 लाख रुपियाँ बचत भयो त सिद्धकुमार गाउँपालिका 5 वडालाई 8 लाखदेखि 10 लाखको दरले विकास होला भन्ने मेरो इच्छा छ। यसरी मैले जो सोचेँ यही तरिकाले हाम्रो जनप्रतिनिधि सबैले सोचिदिनु होला। र अब बजेट जसरी आएको छ, हामीले समयमा बजेट ल्याछन् र सम्पूर्ण वडाजीहरूले यो समयमा खर्च पनि गरिदिनु होला। कतिपय ठाउँमा बजेट आउनलाई समस्या हुन्छ। यही हामी जनप्रतिनिधि भइसकेपछि मैले सिद्धकुमारकै हामी सिद्धकुमारकै बारेमा सोध्ने बेला पनि हामी जनप्रतिनिधि भएर आएका थियौँ। जेलको 4-5 गतिबाट ड्युटी सुरु भइरहेको थियो, माला पनि लाउने यता सुरु पनि भइरहेको थियो। असारको त्यो जेठको महिनादेखि फाइल बोकेका मान्छे असारको 24 गतेसम्म पनि छोडेन। पहिलो कार्यकाल त हामी कतिपय कर्मचारीहरू हुनुहुन्छ फाइल पकडेका सोफामै सुत्ने बस्ने बाध्यता भयो। तर यो अहिले तेस्रो बैठक गाउँसभा यो सक्रिय गाउँसभा हामी तेस्रो वर्ष कार्यकालमा अहिले भुक्तानी भने लगभग 69% भुक्तानी भइसकेको छ। कोही योजनाको समितिले पनि दुःख पाउनु भएको छैन, ठेकेदारले पनि बेला भुक्तान पाउनु भएको छ, शाखाले पनि बेला भुक्तान लगाएको छ। यस्तै तरिकाले काम गरिदिनु हुनेछ भन्ने यो बजेटलाई पनि यसरी काम गरिदिन्छ भन्ने कुरा यहाँ सम्पूर्ण कर्मचारी मित्रहरूले अनुरोध गर्दछु। र हाम्रो यो सबै गाउँसभामा यहाँ सम्पूर्ण आउनुभएका जनप्रतिनिधि लगायत कर्मचारीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै हाम्रो सिद्धकुमार गाउँपालिकाको सक्रिय गाउँसभा यही सम्पन्न भएको घोषणा गर्दै बिदा हुन्छु। नमस्कार।